नमस्कार शुभ बिहानी कार्यक्रम शुभ बिहानीमा म गीताको हार्दिक स्वागत छ। कार्यक्रम शुभ बिहानीमा हामी आजको राशिफल लिएर उपस्थित भएका छौँ। आज मिति 2081 साल चैत 21 गते बिहीबार, तद अनुसार 2025 अप्रिल 3 तारिक। आज सूर्य उदय 5:53 भएको छ र सूर्यास्त 6:23 हुनेछ। आजको पञ्चाङ्ग चैत शुक्ल पक्ष षष्ठी तिथि, रोहिणी नक्षत्र, दिउँसो 12:30 पछि मृगशिरा, चन्द्र राशि वृष। अब लागौँ आजको राशिफलतर्फ। सर्वप्रथम मेष राशि हुनेहरूका लागि आजको दिन मान सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रो फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्नेछ। वृष राशि हुनेहरूका लागि आजको दिन प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन समयमा होस नपुग्नाले आफ्ना बाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने हुन सक्छ। खर्च लागि पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगर्ने उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। खर्चिलो काम गर्ने हुँदा धेरै रकम जुटाउनु पर्ला। कर्कट राशि हुनेहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि फाइदा हुनेछ। थोरै लगानीबाट मनयोग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनका साथै आय आर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। मेहनत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ। केही खर्च गर्नु परे पनि लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ। सिंह राशि हुनेहरूका लागि आजको दिन प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। कन्या राशि हुनेहरूका लागि आजको दिन प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। मेहनत गर्दा राम्रो फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुटाउनेछ। शुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला। काम देखाएर फाइदा उठाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। तुला राशि हुनेहरूका लागि आजको दिन अस्वस्थताले केही कमजोरीको अनुभूति हुनेछ। कामको अवसर प्राप्त भए पनि परिस्थितिले अल्मल्याउन सक्छ। वाद विवादमा अघि नसर्नुहोला। आफन्तसँग सम्बन्ध सुमधुर बनाइराख्न व्यापारमा सजग रहनु पर्ला। प्रयत्न गर्दा काम बन्नेछ, तर भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला। नयाँ योजना थालनी हुने समय छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनका साथै मनयोग्य धन लाभ हुनेछ। सुख पुरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तको योग छ। नयाँ अवसरको काममा उत्साह जाग्नेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। रमाइलो यात्रा हुन सक्छ।
धनु राशि उनीहरूका लागि आजको दिन स्रोत साधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। देश तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ उत्साह जाग्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्छ। मकर राशि उनीहरूका लागि आजको दिन गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक कामबाट धन लाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। कुम्भ राशि उनीहरूका लागि आजको दिन हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ। सजग रहनुहोला। अनावश्यक साइनोगासी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला। केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुङ्गिनेछ। कृषि तथा पशुपालनबाट सामान्य लाभ मिल्नेछ। दोहोऱ्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ। र अन्त्यमा रहेको छ मीन राशि उनीहरूका लागि आजको दिन हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हात लागि हुनेछ। स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। मेहनतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। फलित ज्योतिष आचार्य लक्ष्मी प्रसाद बराल। आजको राशिफलमा जे जस्तो बने तापनि तपाईँ कर्म गर्नुहोस् र कर्ममा विश्वास गर्नुहोस्। आजको दिन शुभ होस्। नमस्कार। शुभ बिहानी।